हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज हामीहरूले चाहिँ वुमन्स डेको लागि चाहिँ क्राफ्ट वर्क गर्न जाँदैछौँ। त्यसको लागि मैले एउटा पेपर लिएको छु। त्यो पेपरलाई यसरी फोल्ड गर्नुहोस्। त्यसपछि यो पेपरलाई मैले यसको मैले 4 भागको 1 भाग चाहिँ मैले यसरी स्केलको हेल्पले चाहिँ यसरी मैले काटेको छु यसलाई चाहिँ। अनि त्यस पछाडि चाहिँ अब यसलाई मैले फोल्ड गर्छु। अनि त्यसपछि मलाई सब्सक्राइब पनि गर्न नबिर्सिनुहोस् है। फेरि सबैजनाले यसरी फोल्ड गर्ने। अनि फोल्ड गरिसकेपछि बिस्तारै गर्नुहोस् यसरी। अब सिजरको हेल्पले चाहिँ यसरी काट्ने। यो चाहिँ हाम्रो स्कुलमा है, म चाहिँ स्कुलमा पढाउँछु। यो स्कुलमा चाहिँ क्राफ्ट वर्क गरेको है वुमन्स डेको लागि। ल हेर्नुहोस् त, अब यसरी त्यो अघि नै मैले त्यो काटेकोलाई चाहिँ मैले यसरी बिस्तारै बिस्तारै यसरी फोल्ड गरेर मैले फ्लावर बनाउँदैछु के। यो चाहिँ हाम्रो स्कुलमा। ल हेर्नुहोस् त, अलिकति फ्लावर बनिसकेको छ। अब यसलाई फेरि मजाले हजुरले यसरी फोल्ड गर्दै गर्दै जानुहोस्। यो आफै धेरै मेहनत गर्नै पर्दैन क्या। अब सिजरको हेल्पले चाहिँ त्यो पेपरहरू स्ट्रेट भएको हुन्छ, त्यसलाई अलिकति बाङ्गो बनाउनुको लागि चाहिँ यसरी मैले हेर्नुहोस् त हल्का उसको सिजरको हेल्पले चाहिँ यसरी बाङ्गो बनाउँछु। यो मेरो छोराले के हाल्दै चाहिँ। अनि त्यस पछाडि चाहिँ अब मैले बुके बनाउनको लागि चाहिँ पर्पल कलरको पेज लिएको छु। त्यसलाई मैले स्क्वायर सेपमा यसरी काटेर अब मैले चटपटे खानको लागि हामीले बनाउँछौँ नि कर्न, सेम त्यस्तै टाइपको स्मल बुके बनाउँदैछु है। ल हेर्नुहोस् त, यसलाई चाहिँ मैले यसरी कर्न सेप दिएँ। अब अघि बनाएको फ्लावरमा चाहिँ मैले त्यही फ्लावरले गरेको छु, किनभने त्यहाँनिर आखिर ग्लु लाउन परिहाल्छ। अनि त्यही भएर मैले त्यही फ्लावर युज गरेँ, सजिलो हुन्छ भनेर। अब यसरी थोरै ग्लु लगाएर मैले बिस्तारै हेर्नुहोस् त आनन्दले यसरी ग्लु लगाउनुहोस् र एकैछिनसम्म यसलाई यसरी हातले फोल्ड गरेर च्यापिराख्नुहोस् है। मेरो चाहिँ अघि हातको ब्यालेन्स नभएर निक्लिहाल्यो, हेर्नु न। लुक एट दिस। ल हेर्नुहोस् कति क्युट क्युट कर्न भयो है। अब चाहिँ ल हेर्नुहोस्, अघि नै मैले बनाएको फ्लावरलाई यसरी बिचमा राखिदिएँ। ल हेर्नुहोस् त कति राम्रो भएको छ बुके। देख्नुभयो त कति राम्रो छ, कति सजिलो। अब मैले हेर्नु त एउटा पेपर लिएँ। पेपरलाई पनि अघि जस्तै गरेर मैले 1/4 भाग निकालेँ। त्यसपछि अब मैले ढ्यान ल भन्नुहोस् त मैले के बनाउनु लगाएको होला। अब चाहिँ मैले हर्ट सेप बनाउँदैछु। ल हेर्नुहोस्, हर्ट सेप बनाउँदैछु। ल हर्ट सेप मैले यसरी काटेपछि अब ल हेर्नुहोस् कति राम्रो भयो हर्ट है। अब मैले कलर चुज गर्छु। त्यो कलर चाहिँ किन चुज गरेको थाहा छ हजुरलाई? त्यहाँनिर लेख्नको लागि हर्टको माथि चाहिँ अब मैले ह्याप्पी वुमन्स डे भनेर मैले लेख्छु। ल हेर्नुहोस् है कस्तो मजाले लेखिरहेको छु। ह्याप्पी वुमन्स डे है। बाई द वे सबैजनालाई, जति पनि नारीहरू हुनुहुन्छ उहाँहरू सबैजनालाई ह्याप्पी वुमन्स डे। अब ल हेर्नुहोस् अब कस्तो राम्रो हाम्रो सानो हर्ट भयो। अब यो हर्टलाई चाहिँ मजाले पेस्ट गर्नुपर्छ। अब कहाँनिर पेस्ट गर्ने भन्दाखेरि बुकेमा पेस्ट गर्ने। र हेर्नुहोस् मेरो स्टुडेन्ट्सहरूले पनि कति हेल्प गर्दै हुनुहुन्छ मलाई। अनि प्लस वर्क पनि गर्दै हुनुहुन्छ है। र हेर्नुहोस् त कति क्युट बुके भयो हाम्रो। यस्तो बुक हजुरहरूले बनाएर यो बुकेहरू चाहिँ हजुरले आफ्नो मम्मीलाई दिन सक्नुहुन्छ है। मम्मी ग्रान्ड मदरहरूलाई ह्याप्पी वुमन्स डे एभ्रिबडी। आई लभ यु अल। मलाई सब्सक्राइब गर्नु है।